त्यसपछि चाहिँ हामी अब मस्त मजा लिन्छौँ भ्यूको। के पाउँछ हेरौँ नि त हैन भक्कु उठे। यो चाहिँ कुखुराको खोर हो। यहाँबाट चाहिँ कुखुरा अहिले चिक्न बाँकी नै छ। बिहान चिसो हुन्छ भनेर नजिकेको होला। तपाईँ लिन्जेला र चारो बाटो गरेर यस्तो भइदियो यार। भक्करको भक्कर भयो गाइज। के भयो त लाइट बोल्दैन हो यस्तो राखेर यस्तो आधै हल्का लागेको पड्याकै भाँचिदियो। वरिपरि गर्ने पर्छ होला। यो थान ल यसो बनाइदियो ल। तर हाम्रो देखिन्थ्यो नमजाको देखिन यार। बाबुले के खाइरहेछ? के खाएको साना? आलु खाउँ त खै देखाउ त आलु। फेरि खाएर देखाइदियो दादालाई। उल्टो उल्टो होइन खाएर देखाइदिउँ न दादालाई। उल्टो छ लगाउने त्यसै उल्टो छ अरे के नुन चप्पल उल्टो छ क्या हेर न यी। त्यसै जिद्दिए अझ उल्टो भन् न भएन होला। ओए त्यस्तो भन्दैन। चाहिँ राइड हान्दिनु लगाएको। सो 1-2 राइड त्यसले बिफ उठालिदिन्छ क्या अरे। एउटा नगर छैन चल्दियो। बाइकले चाहिँ एकचोटिमै दिन्छ क्या। बनाउन लागि यस्तो आउँछ क्या यार मेरोमा। वा नयाँ क्याब हो हेर यो फुकालिदियो अब हेर है। नयाँ क्याब हो। कति पर्यो भन न? कति पर्यो? कति पर्यो होला? नयाँ हो 500 अन्डर 500 600 पर्यो। 500 पहिला अफर प्राइस भन्दा यस्तो अहिले टिकटकमा देखेर गएको लौ 600 रुपियाँ भनिदियो यहाँनिर। हामी चाहिँ एकछिन घुम्दै घन्टाघर आएछौँ। अब एकछिनमा हल्का डाँडातिर घुमेर जाने प्लान छ। बाइक चाहिँ डाँडामा चढ्दैन त्यही भएर बाइक चाहिँ तलै राख्ने हिँडेर चाहिँ जाने। 15-20 मिनट लाग्छ होला। के भन्छन्
हामीलाई अझ तलतिर जानु छ हाम्रो साथीहरू छन् बाबा होइन हामी चाहिँ अब हल्का छ 5 मिनट बाइक 5-10 मिनट हिँडेपछि हामी डेस्टिनेसनमा पुग्छौँ यहाँ अगाडि एउटा दामी गाउँ छ त्यहाँबाट धन दामी बाटो छ आउँदा चाहिँ उहाँको स्कुटी टिकेर छ तपाईँको आफ्नै हो के भएछ त सो गाइज भ्यू हेर्न सक्नुहुन्छ तपाईँहरूले होइन यस्तो छ भ्यूहरू यहाँदेखि मस्त बसेर केटाहरू अब घुमघाम यस्तो गएका भेटघाट हुन्छ अनि त्यसपछि चाहिँ हामी अब मस्त मजा लिन्छौँ भ्यूको रोड चाहिँ यहाँ छ यहाँबाट चाहिँ माथि जाने बाटो पनि रहेछ सो गाइज यहाँ चढिरहेको छन् दाउरा हातले भाँच्छ न हातले मासु पोल्ने भनेर ल झर 4 जन बिहान अब छोडिदियो झर के झर्छन् दिने पर्दैन क्या एउटा यही छ अब यस्तो मासु पोल्ने खाने सो गाइज अब हामी चाहिँ यहाँ घुमिसक्यौँ अब चाहिँ हामी अब यहाँबाट हिँड्छौँ केही टाइममा यसो इन्जोय गरेर होइन त्यसपछि त्यही हो गाइज भिडियो मन पऱ्यो भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला आफ्टर लङ टाइम भिडियो हालेको छु यसरी बनाएर